दक्षिण एसियाली मुलुक बंगलादेशको नयाँ प्रधानमन्त्रीको रूपमा तारिक रहमानले सन् 2026 जेठ 17 गतेमा शपथ लिएका छन्। उनको दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले सन् 2026 जेठ 12 गतेमा भएको आम निर्वाचनमा अत्यधिक बहुमतका साथ विजय हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका हुन्। यो पूर्व प्रधानमन्त्री शेख हसिनालाई सन् 2024 अगस्तमा पदच्युत गरिएपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारको 18 महिनाको संक्रमणकालपछि भएको हो। सम्बन्धित जानकारी। पारिवारिक पृष्ठभूमि। तारिक रहमान बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमान र पूर्व प्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्। उनकी आमा खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री थिइन् र उनले 2 कार्यकाल सन् 1991 देखि 1996 र सन् 2001 देखि 2006 देशको नेतृत्व गरेकी थिइन्। राजनीतिक दल। उनी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष हुन्। निर्वाचन विजय। बीएनपीले सन् 2026 कोलम्बो आम निर्वाचनमा 297 सिटमध्ये 209 सिट जितेर 2/3 बहुमत प्राप्त गर्यो। यो सन् 2024 कोलम्बो जुलाईको जनआन्दोलनपछि भएको पहिलो निर्वाचन थियो, जसले शेख हसिनाको 15 वर्ष लामो शासनकालको अन्त्य गरेको थियो। बंगलादेशको प्रधानमन्त्री पद। सन् 1991 मा बंगलादेशमा संसदीय लोकतन्त्र पुनर्स्थापित भएपछि तारिक रहमान 35 वर्षमा प्रधानमन्त्री बन्ने पहिलो पुरुष हुन्। यसअघि उनकी आमा खालिदा जिया वा उनका प्रतिद्वन्द्वी शेख हसिनाले प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। रोचक तथ्यहरू। तारिक रहमानले सन् 2008 देखि सन् 2025 कोलम्बो डिसेम्बरसम्म 17 वर्ष लामो स्वघोषित निर्वासनमा बेलायतमा बिताएका थिए। उनी विरुद्ध भ्रष्टाचार र आपराधिक मामिलाहरूमा विभिन्न आरोपहरू लागेका थिए, जसलाई उनले सधैँ अस्वीकार गर्दै आएका छन्। बंगलादेशमा प्रधानमन्त्रीको पद 3 पटक सन् 1975 देखि 1978, सन् 1982 देखि 1984 र सन् 1990 देखि 1991 खारेज गरिएको थियो। एक पंक्ति सारांश। तारिक रहमान सन् 2026 जेठ 17 गतेमा बंगलादेश नेशनलिस्ट पार्टीबाट बंगलादेशको नयाँ प्रधानमन्त्री बनेका छन्, जसले सन् 2024 कोलम्बो जनआन्दोलन र अन्तरिम सरकारपछिको संसदीय निर्वाचनमा विजय हासिल गरेका थिए।